सबैजनालाई जय मसीह। ख्रिस्टमा हामी को हौँ भन्ने विषय। पहिलो योना 5:12 अनुसार जससँग पुत्र हुनुहुन्छ त्यससँग अनन्त जीवन छ, जससँग पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन भनेर बाइबलले भन्छ। येशूको पछि हिँड्नेहरू या येशूलाई पुकार्नेहरू र येशू ख्रिस्टमा विश्वास गर्नेहरू चाहिँ एउटा नयाँ जीवनमा प्रवेश गरेको व्यक्ति हुन्छ। एउटा नयाँ जीवन अर्थात् येशूको जीवन पाएको हुन्छ। अनि म तपाईलाई भन्न चाहन्छु, यूहन्नाको पुस्तक 1:12 मा हेर्यो भने जतिले उहाँलाई ग्रहण गरे परमेश्वरले तिनीहरूलाई उहाँको सन्तान हुने अधिकार दिनुभयो भन्नुभएको छ। येशू ख्रिस्टलाई विश्वास गर्नेहरू चाहिँ यस परमेश्वरको सन्तान हुन् भनेर हामीलाई बाइबलले भन्दछ। धर्मशास्त्र पवित्र बाइबलले हामीलाई यो सिकाउँदछ। प्रेरितको पुस्तक 2:38 तिर हामीले हेर्यो भने चाहिँ पश्चाताप गर्ने र विश्वास गर्नेले चाहिँ पश्चाताप र विश्वास गर्नेले चाहिँ उद्धार पाउँछ। पश्चाताप र विश्वास गर्नेले उद्धार पाउँछ। अनि जसले येशू मसीहको नाउँमा विश्वास गर्छ र आफ्नो भुल गल्तीलाई स्वीकार्छ, पश्चाताप गर्छ, त्योसँग पुत्र हुनुहुन्छ। जससँग पुत्र हुनुहुन्छ त्योसँग जीवन छ। त्यो जीवन अनन्त जीवन छ। बाइबलले हामीलाई सिकाए बमोजिम तपाईँ र म चाहिँ परमेश्वरको पुत्र हो। जतिजनाले ख्रिस्ट येशूलाई पुकार्नु भएको छ र आफ्नो हृदयमा विश्वास गर्नुभएको छ। अनि बाइबलले हामीले भन्छ अब हामी उहाँको पुत्र हो। यूहन्ना 1:12 अनुसार हामी उहाँको पुत्र हो। हामी उहाँको पुत्र भएको कारणले गर्दाखेरि, परमेश्वरको पुत्र भएको कारणले रोमी 8:17 ले के भन्छ भन्दाखेरि यदि हामी पुत्र हो भने त, सन्तान हो भने त हामी उत्तराधिकारी पनि हो। परमेश्वरका उत्तराधिकारी यानी कि ख्रिस्टसँग साझे उत्तराधिकारी पनि हो भनेर भनेको छ। आज तपाईँ र मैले येशू ख्रिस्टलाई आफ्नो हृदयबाट स्वीकारेको कारण र हाम्रो पुरानो चालबाट पश्चाताप गरेर हाम्रो मन परिवर्तन गरेको कारण तपाईँ र मैले अनन्त जीवन पाउँदैछौँ। तपाईले अनन्त जीवन पाउँदै हुनुहुन्छ। किन भन्दाखेरि हामीले नयाँ जीवन पाएका छौँ। ख्रिस्टमा नयाँ जीवन, हामी नयाँ जीवन प्राप्त गर्दछौँ। येशूमा नयाँ जीवन प्राप्त गरेका व्यक्तिहरू हौँ हामी। यूहन्ना 3:16 मा यसरी लेखेको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर हरेकले सबैले अनन्त जीवन पाओस् भन्ने हेतुले येशू ख्रिस्ट यो संसारमा आउनुभयो। परमेश्वर चाहनुहुन्छ कोही पनि व्यक्ति नाश नहोस् तर सबैले अनन्त जीवन पाओस्। अनि आज म तपाईलाई भन्न चाहन्छु, परमेश्वरले तपाईलाई नयाँ जीवन दिँदै हुनुहुन्छ, अनन्त जीवन दिँदै हुनुहुन्छ। त्यो अनन्त जीवन पाउनुको निम्ति तपाईले आफ्नो पापलाई, आफ्नो भुललाई स्वीकारेको हुनुपर्छ, मानिलिएको हुनुपर्छ र प्रभु येशूलाई भनेको हुनुपर्छ, प्रभु येशू मैले जान्ने या अनजानमा गरेको भुल गल्ती, मेरो कमजोरीको निम्ति मलाई क्षमा दिनुहोस्। तपाईको रगतद्वारा मलाई शुद्ध बनाउनुहोस् भनेर तपाईले पश्चाताप गर्नुभयो, विश्वास गर्नुभयो भने तपाईको उद्धार हुन्छ। जब तपाईले पश्चाताप र विश्वास गर्नुहुन्छ, परमेश्वरले तपाईलाई आशीष दिनुहुन्छ। यसकारणले जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन। अनि बाइबलले भन्छ यदि सन्तान हो भने त उत्तराधिकारी पनि हो र परमेश्वरका उत्तराधिकारी या ख्रिस्टसँग साझे उत्तराधिकारी पनि हो भनेर भन्नुभएको छ। त्यसो भए हामीले नयाँ जीवन हामीले कसरी प्राप्त गर्न सक्छौँ त? हामीले नयाँ जीवन कसरी प्राप्त गर्ने त?
आज म तपाईलाई भन्न चाहिरहेको छु, हामीसँग चाहिँ अनन्त जीवन छ। ख्रीष्टलाई स्वीकार्नु भएको छ भने तपाईसँग अनन्त जीवन छ र त्यो अनन्त जीवनको बाटो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्ट स्वयं आफैले भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हुँ, म बाहेक कोही पनि पिता कहाँ जान सक्दैन, मार्ग सच्चाई और जीवन मै हूँ भन्नुको मतलब आज तपाईले कसरी जीवन पाउने भनेर तपाईँ कन्फ्युजनमा हुनुहुन्छ भने येशू ख्रीष्ट जीवनको बाटो हुनुहुन्छ। आज कसरी तपाईले शान्ति र आनन्द पाउने भन्ने कुरामा तपाईँ हुनुहुन्छ भने पश्चाताप गर्नुहोस्, विश्वास गर्नुहोस्, परमेश्वरले तपाईलाई र तपाईको परिवारलाई आशिष दिनुहुन्छ। तपाईँ र मलाई चाहिँ रोमी 5:5 अनुसार, परमेश्वरको वचन रोमी 5:5 अनुसार परमेश्वरले पवित्र आत्माद्वारा हाम्रो हृदयमा आफ्नो प्रेम खन्याउनु भएको छ। यदि तपाईले येशू ख्रीष्टलाई पाउनु भएको छ भने येशू ख्रीष्टले तपाईलाई पवित्र आत्मा हालिदिनु भएको छ र तपाईको हृदयमा प्रेमको आत्मा उत्पन्न हुन्छ। प्रेम अनि बाइबलले भन्छ प्रेम दाह गर्दैन, ईर्ष्या गर्दैन, झगडा गर्दैन, अहंकार गर्दैन, घमण्ड गर्दैन, प्रेम सहनशीलता हुन्छ। अनि म तपाईलाई भन्न चाहन्छु त्यो प्रेमको हृदय चाहिँ पवित्र आत्मा परमेश्वरले तपाईलाई हालिदिनुहुन्छ। यसकारणले गर्दाखेरि रोमी 8:16 हेर्यो भने हामीले पवित्र आत्माको गवाही पाएका छौं। जतिले उहाँलाई ग्रहण गरे परमेश्वरले तिनीहरूलाई उहाँको सन्तान हुने अधिकार दिनुभएको छ भनेर यूहन्ना 1:12 मा भन्दैछ भने प्रेरित 1:8 मा भन्छ पवित्र आत्मा आएपछि तिमीले शक्ति पाउनेछौ, गवाही हुनेछौ, साक्षी बन्नेछौ भनेको छ। जब पवित्र आत्मा तपाईँ कहाँ आउँछ तपाईले परमेश्वरमा गवाही बोक्ने व्यक्ति बन्नुहुन्छ। अनि तपाईँ र मैले जसले पनि येशू ख्रीष्टलाई स्वीकारेको छ, ग्रहण गरेको छ, त्यो व्यक्तिले यस्तो मन पाएको छ जुन मन चाहिँ ख्रीष्टको मन पाएको छ। पहिलो कोरिन्थी 2:16 अनुसार तपाईँ र मैले चाहिँ येशू ख्रीष्टको मन पाएका छौं, येशू ख्रीष्टको हृदय पाएका छौं। यदि तपाईले अहिलेसम्म येशू ख्रीष्टको हृदय पाउनु भएको छैन, येशू ख्रीष्टको मन पाउनु भएको छैन भने पश्चाताप गर्नुहोस्, विश्वास गर्नुहोस्। आजै नै तपाईले येशूको मन पाउनुहुन्छ, येशूको हृदय पाउनुहुन्छ, येशूले दिने जीवन पाउनुहुन्छ, येशूले दिने शान्ति पाउनुहुन्छ। हुन सक्छ तपाईँ डाक्टर देखाउँदा देखाउँदा थाकिसक्नुभयो, हुन सक्छ तपाईले संसारको धामी झाँक्रीहरू लाउँदा लाउँदा तपाईँ थाक्नुभयो, कति ट्रिटमेन्ट गर्दा गर्दा तपाईँ थाक्नुभयो। येशू ख्रीष्टलाई आफ्नो जीवन दिनुस् त, येशू ख्रीष्टलाई आफ्नो पीर भनिदिनुस् त, बताउनुस् त। तपाईले केही गर्नु पर्दैन, न बोका काट्नु पर्छ, न परेवा काट्नु पर्छ, केही गर्नु पर्दैन। तपाईले आफ्नो मुखले मात्र स्वीकार्नुहोस्, प्रभु येशू म पापी छु, मलाई क्षमा दिनुहोस्, तपाईँ मेरो निम्ति आउनुभयो भन्ने कुराको म विश्वास गर्छु। मेरो पाप र अधर्मलाई मेटाउनुहोस्, मलाई शुद्ध हृदय र शुद्ध मन दिनुहोस्, तपाईको जस्तो मन छ त्यो मन मेरो हृदयमा हालिदिनुहोस् भन्नुस् त। परमेश्वरले तपाईलाई आफ्नो मन हालिदिनुहुन्छ। उहाँको मन प्रेमको मन हो, दयाको मन हो, कमलो मन हो। आज तपाईँ र मलाई परमेश्वरले त्यो मन दिन चाहनुहुन्छ अनि त्यसको लागि तपाईँ तयारी हुनुहोस्। प्रभुले तपाईलाई आशिष दिनुहुन्छ अनि हामी ख्रीष्टमा नयाँ जीवन प्राप्त गर्छौं। येशूमा चाहिँ हामीले नयाँ जीवन पाउँछौं। ख्रीष्टमा को भन्दाखेरि तपाईँ ख्रीष्टको सन्तान हो। ख्रीष्टमा को भन्दाखेरि तपाईँ ख्रीष्टको मन्दिर हो। बाइबलले भन्छ के तिमीहरूलाई थाहा छैन, तिमीहरूको शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो। ख्रीष्ट येशू मसीह कोही पनि इट्टाले बनाएको, ब्लकले बनाएको, सिमेन्टले बनाएको चर्चमा भवनमा बस्नुहुन्न, कोही गुम्बामा बस्नुहुन्न, कोही मन्दिरमा बस्नुहुन्न।
येशू ख्रीष्ट चाहिँ तपाईको जीवनभित्र बस्नुहुन्छ, तपाईको हृदयभित्र बस्नुहुन्छ। परमेश्वरले मानव जातिलाई बनाउनुको मुख्य उद्देश्य चाहिँ उहाँ तपाईँ र म भित्र बस्न चाहनुहुन्छ। येशू ख्रीष्टको आत्मा तपाईँ भित्र छ, ख्रीष्टको आत्मा तपाईँ भित्र छ, ख्रीष्टको मन तपाईँ भित्र छ। पवित्र आत्मा जब तपाईँ भित्र आउनुहुन्छ तब तपाईले शान्ति, आनन्द, शक्ति, सामर्थ्य बन्नुहुन्छ। तपाईलाई कुनै पनि प्रकारको रोग बिमारले छुनु सक्दैन। प्रभुले तपाईलाई आशिष दिनुहुन्छ। यसकारणले गर्दाखेरि पहिलो कोरिन्थी 6:19 अनुसार चाहिँ तपाईको शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो। यो मन्दिरलाई शुद्ध राख्नुहोस्, सफा राख्नुहोस्। तपाईको बोलीले, तपाईको फोहोर बोलीले, गन्दा फोहोर सोचले, गलत सोचले आफ्नो जीवनलाई अपवित्र नपार्नुहोस्। तर तपाईको जिब्रोमा सुधारको जिब्रो होस्, तपाईको बोली भाषा सुधारको बोली भाषा होस्, तपाईको जीवन प्रेमको जीवन होस्, तपाईको जीवन कसैलाई मद्दत गर्ने हृदय भएको जीवन होस्। परमेश्वरले तपाईलाई धेरै धेरै आशिष दिनुहुन्छ। हालेलुया। यो पवित्र आत्माको मन्दिर हो यो शरीर। अनि यो पवित्र आत्माको मन्दिरमा चाहिँ परमेश्वरले आफ्नो दान अनि वरदानले भर्न चाहनुहुन्छ। अनि पहिलो कोरिन्थी 12:27 पनि भन्छ हामी ख्रीष्टको शरीरको अङ्ग भएका छौँ। ख्रीष्टको शरीरको अङ्ग भएका छौँ। पहिलो कोरिन्थी 1:22 अनुसार हामीसँग हाम्रो हृदयमा पवित्र आत्माको छाप लागेको छ। तपाईँ पवित्र आत्माको छाप लागेका व्यक्ति हुनुहुन्छ। दोस्रो कोरिन्थी 5:17 भन्छ यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। तपाईँ आज ख्रीष्टमा हुनुहुन्छ भने तपाईँ नयाँ सृष्टि। बाइबलले भन्छ हेर पुरानो बितिगएको छ, नयाँ आएको छ। यदि तपाईँ ख्रीष्टमा हुनुहुन्छ भने गलाती 3:13 अनुसार तपाईँ चाहिँ पापको श्रापबाट, पापको व्यवस्थाबाट छुट्याएर येशूको रगतद्वारा शुद्ध पारिएको व्यक्ति हुनुहुन्छ, जीवित पारिएको व्यक्ति हुनुहुन्छ। यसकारणले यदि तपाईले पुरानो स्वभावमा हिँड्दै हुनुहुन्थ्यो भने पश्चाताप गर्नुहोस् र विश्वास गर्नुहोस्, तपाईले उद्धार पाउनुहुन्छ। अनि प्रभु येशूलाई पाउने व्यक्तिहरू चाहिँ तपाईँ र म चाहिँ पवित्र आत्माद्वारा नयाँ जीवन पाएका व्यक्तिहरू हो। अनि नयाँ जीवन पाएका व्यक्तिहरूले चाहिँ नयाँ तरिका अनुसार जिउनुपर्छ। तपाईँ नयाँ भएको हुनुपर्छ। हालेलुया। म विश्वास गर्छु पहिलो पत्रुस 1:23 अनुसार हामी परमेश्वरको वचनद्वारा नयाँ गरी जन्मेका हुन्छौँ। नयाँ गरी जन्मेका हुन्छौँ। नयाँ विचार, नयाँ सोच, नयाँ व्यवहार, नयाँ संगति, नयाँ साथीहरू तपाईको जीवनबाट शक्तिशाली काम गर्नुहुन्छ। पहिलो यूहन्ना 1:7-9 अनुसार जब हामीले हेर्यौं भने येशूको रगतद्वारा क्षमा गरिएका र शुद्ध पारेका व्यक्तिहरू हौं हामी। येशूको रगतद्वारा क्षमा गरिएका र शुद्ध पारिएका व्यक्तिहरू हौं हामी। यसकारणले पहिलो यूहन्ना 2:29 अनुसार चाहिँ हामी परमेश्वरबाट जन्मेका छौं। अनि परमेश्वरबाट जन्मेको भएको कारणले हामी परमेश्वरसँग नयाँ सम्बन्धमा प्रवेश गर्छौं। यानी कि हामी परमेश्वरको सन्तान भएका छौं। तपाईं परमेश्वरको सन्तान हुनुहुन्छ। हालेलुया। प्रभुलाई धेरै धन्यवाद भएको होस्। यूहन्ना 17:3 अनुसार हामी एकमात्र सत्य परमेश्वरलाई चिन्छौं जो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ, जो संसारको पापलाई उठाइ लैजाने ठुमा हुनुहुन्छ। जब यूहन्ना र यूहन्नाको चेलाहरू बाटोमा उभिरहँदै गर्दाखेरि यूहन्नाले भन्नुभयो, येशू ख्रीष्ट जाँदै हुनुहुन्थ्यो त्यतिखेर हेर संसारको पाप उठाइ लैजाने परमेश्वरको ठुमा गइरहेको छ भनेर भन्नुभयो। आज येशू ख्रीष्ट संसारको पाप उठाइ लैजाने परमेश्वरको ठुमा हुनुहुन्छ, मेम्ना हुनुहुन्छ। आज तपाईको जीवनलाई परमेश्वरले धेरै शक्तिशाली रूपमा चलाउन चाहनुहुन्छ। तर तपाईले परमेश्वरको वचन अध्ययन गर्नुपर्छ।
वचन अध्ययन गर्नै पर्छ। तपाईले वचन जानेको हुनुपर्छ। यदि तपाईसँग ख्रीष्टको वचन छ भने तपाईसँग जीवन छ। किन भन्दाखेरि वचन नै परमेश्वर हुनुहुन्छ। ध्यान दिएर सुन्नुहोस्, वचन नै परमेश्वर हुनुहुन्छ। वचन नै परमेश्वर भएको कारणले गर्दाखेरि तपाईले वचन अध्ययन गरेको हुनुपर्छ, वचन हृदयमा राखेको हुनुपर्छ, तपाईँ आज्ञाकारिता भएको हुनुपर्छ, प्रेममा हिँडेको हुनुपर्छ। बाइबलले भन्छ यदि मेरो आज्ञा तिमीले मान्यौ भने तिमी मेरो सन्तान भनेको छ। अनि परमेश्वरको आज्ञा चाहिँ प्रेम हो। यदि परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने परमेश्वरको आज्ञा अरूलाई तपाईँले प्रेम गर्नुहोस्, त्यो प्रेममा हिँड्नुहोस्, वचनमा रहनुहोस्। वचन जीवन हो। अनि यो वचन परमेश्वर वचन हुनुहुन्छ। अनि यो वचन नै देहधारी भएको हो। बाइबलले भन्छ वचन देहधारी भयो भनेको छ यूहन्नाको पुस्तकमा 1:14 हेऱ्यो भने वचन देहधारी भयो, शरीरमा आयो। यस कारणले म तपाईँलाई भन्न चाहन्छु प्रिय मण्डली, आज तपाईँ र मेरो जीवनमा वचन छैन भने जीवन छैन, वचन छ भने जीवन छ। येशू ख्रीष्ट वचन बनेर आउनुभयो अनि त्यो वचन तपाईँको हृदयभित्र हुनुपर्छ। भन्नुको मतलब येशू ख्रीष्ट चाहिँ तपाईँको हृदयभित्र हुनुपर्छ। आमेन। यदि तपाईँलाई यो मेसेजहरू मन परेको छ भने, आशिषित हुनुहुन्छ भने तपाईँहरू लाइक, कमेन्ट, सेयर पनि गर्न नभुल्नुहोला। तपाईँको इच्छा, परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुहुन्छ। हालेलुया। अनि यस कारणले अझै म तपाईँलाई भन्न चाहन्छु, पहिलो कोरिन्थी 3:23 अनुसार त हामी त परमेश्वरको सम्पत्ति पो हो त। पहिलो कोरिन्थी 3:23 अनुसार हामी परमेश्वरको सम्पत्ति हो। मैले मैले केही बाइबलको भर्सहरू मात्र बताएँ। यदि तपाईँ बाइबलको पाठहरूमा अझै गहन रूपमा सिक्न चाहनुहुन्छ, अगाडि बढ्न चाहनुहुन्छ भने हाम्रो बिहान 4:45 लिएर 4:45 लिएर 6 बजेसम्म हाम्रो बिहानको सेवाकाई बाइबल स्कुल चल्छ। बेलुका 6:30 बजेदेखि 8 बजेसम्म बाइबल स्कुल चल्छ। दिनमा 2 टाइम क्लास छ। झन्झन्डै तपाईँको महिनामा चाहिँ तपाईँको 60 पटक क्लास हुन्छ। बिहान बेलुका 60 पटक क्लास हुन्छ, बिहान र बेलुका डेली छ। यदि तपाईँ घरमा बसेरै बिहान बेलुका परमेश्वरको वचनलाई अध्ययन गर्न चाहनुहुन्छ, डिभोसन विथ बाइबल स्टडी गर्न चाहनुहुन्छ, हामीसँग सिक्न चाहनुहुन्छ भने तपाईँलाई स्वागत छ। हाम्रो क्लास जुम मिटिङद्वारा हुनेछ र भइरहेको छ। जुम मिटिङद्वारा हुन्छ र भइरहेको छ। र तपाईँले मेरो फेसबुकमा गएर त्यहाँ हाम्रो वेबसाइट छ, वेबसाइटमा गएर पनि तपाईँ भर्ना गर्न सक्नुहुन्छ, या तपाईँले मलाई कन्ट्याक्ट गरेर पनि तपाईँ भर्ना गर्न सक्नुहुन्छ। तपाईँले सिक्नुभयो भने तपाईँले धेरैभन्दा धेरै अगाडि बढ्नुहुन्छ। प्रभुलाई धेरै धन्यवाद भएको होस्। र विशेष गरी आज म तपाईँलाई भन्न चाहन्छु, दोस्रो कोरिन्थी 3:18 अनुसार प्रभुबाट आउने एउटा महिमादेखि अर्को महिमातिर उक्लदै र उहाँको रूपमा हामी बदलिँदै जान्छौँ। ख्रीष्टमा हामी बदलिँदै जान्छौँ। एउटा महिमादेखि अर्को महिमातिर हामी के हुँदै जान्छौँ? बदलिँदै जान्छौँ। गलाती 2:20 अनुसार चाहिँ तपाईँ र म ख्रीष्टसँगै क्रुसमा तागिएका छौँ। तपाईँ ख्रीष्टसँगै मारिनु भएको छ र ख्रीष्टसँगै गाडिनु भएको छ, ख्रीष्टसँगै पुनरुत्थान भइसक्नु भएको छ। यदि पश्चाताप गर्नुभयो र विश्वास गर्नुभयो भने प्रभुले नै तपाईँलाई शान्ति, आनन्द, चङ्गाई, छुटकारा दिनुहुन्छ। यस कारणले एफिसी 1:6 अनुसार येशूमा ग्रहण गरिएका व्यक्तिहरू हो हामी। येशूमा ग्रहण गरेका व्यक्तिहरूको जीवनमा जति पनि श्रापहरू हुन्छ, पापहरू हुन्छ, येशू ख्रीष्टमा स्वतन्त्र भएको हुन्छ र श्रापहरू तोडिसकेको हुन्छ। अनि तपाईँको जीवनमा त्यो गल्ती बार त्यो गल्ती दोहोरिनु हुँदैन। प्रभुले तपाईँलाई आशिष दिनुभएको छ। म विश्वास गर्छु। फिलिपी 4:13 ले के भन्छ? ख्रीष्ट येशूमा सबै कुरा गर्न सक्छौँ।
बिमारी हुनुहुन्छ, येशूको नाउँमा चङ्गाई तपाईँको जीवनमा आउँछ। तर यत्तिकै येशूको नाउँमा चङ्गाई 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 भनेर हुँदैन नि। आज्ञाकारिता हुनु पर्यो, हृदयमा वचन हुनु पर्यो, वचनको प्रकाशन हुनु पर्यो, परमेश्वरको रेभेलेसनलाई पाएको हुनु पर्यो, तपाईसँग त्यो शक्ति हुनु पर्यो। त्यसको लागि परमेश्वरले आफ्नो वचनद्वारा काम गर्नुहुन्छ, आज्ञाकारिताद्वारा। तर तपाईँले वचन पढ्नै सक्नुहुन्न, बाइबल पढ्नै सक्नुहुन्न, आफूभन्दा ठुलो व्यक्तिहरूबाट सिक्नु भएको छैन भने तपाईँले सिक्नुपर्छ। जब तपाईँ सिक्नुहुन्छ नि आशिष पाउनुहुन्छ। अनि अभिषेकजनहरूद्वारा सिक्नुहोस्, पवित्र आत्माको अभिषेक पाएका व्यक्तिहरूद्वारा सिक्नुहोस्। प्रभुले तपाईँलाई उच्च लेभलमा लानुहुन्छ। आफ्नो अगुवाको अधीनमा रहेर अगाडि बढ्नुहोस्, प्रभुले तपाईँलाई उच्च लेभलमा लानुहुन्छ। हुनसक्छ जतिजना तपाईँहरू कतिजना क्रिस्चियन हुनुहुन्न होला, त्यसको लागि चाहिँ म क्षमा चाहन्छु। र विशेष गरी चाहिँ हाम्रो यो क्रिस्चियन साथीहरूको निम्ति हो यो वचन। र यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न तर ख्रिस्टमा आउन चाहनुहुन्छ र मैले बोलिरहेको वचन तपाईँलाई मन पर्यो र तपाईँले आफ्नो मनमा मान्नुहुन्छ कि म पनि येशू ख्रिस्टलाई मनमा मान्छु, स्वीकार्छु भन्ने तपाईँलाई मनमा लागिरहेको छ भने तपाईँले भन्नुहोस्, प्रभु येशू मलाई क्षमा दिनुहोस्, मेरो गल्तीको लागि मलाई क्षमा दिनुहोस्। येशू प्रभु मेरो पापहरूलाई मेटाइदिनुहोस्, मेरो रोगहरूलाई चङ्गाइदिनुहोस्। म चङ्गाइ हुन चाहन्छु, छुटकारा हुन चाहन्छु, शान्ति पाउन चाहन्छु। येशू मेरो जीवनमा नयाँ काम गर्नुहोस्, येशूको नाममा आमेन। यसरी भन्नुभयो भने प्रभुले तपाईँको जीवनमा स्वातन्त्र्य ल्याउँदै हुनुहुन्छ। तपाईँले केही गर्नु पर्दैन, तर तपाईँको विश्वास गर्नुहोस् र विश्वासद्वारा तपाईँ तयार हुनुहोस्, प्रभुले तपाईँलाई स्वातन्त्र्य गर्नुहुन्छ। तपाईँले मेरो फेसबुकमा, मेरो युट्युब च्यानलहरूमा जब तपाईँ जानुहुन्छ भने सयौं व्यक्तिहरू चङ्गाई छुटकारा पाएको छ। किडनी फेल, लिभर फेल, आँखाको बिमारी, प्यारालाइसिस बिमारी, विभिन्न प्रकारको बिमारीले येशूको नाउँमा चङ्गाई पाएको छ। गवाई छ, टेस्टिमनीहरू छ। परमेश्वरले यो गर्नुहुन्छ, तर तपाईँले आफ्नो हृदयमा स्वीकार्नु भयो। हड्डी भाँचेको बिमारी प्रार्थना गरे पनि हड्डी जोडिएको छ। दुईटै किडनी फेल भएको व्यक्ति येशूको नाउँमा नयाँ किडनी प्रभुले दिनुभएको छ। सुगर प्रेसरको बिमारी नर्मल भएको छ। कसले गर्यो भन्दाखेरि येशू ख्रिस्टले गर्नुहुन्छ, येशू ख्रिस्टले गर्नुहुन्छ। यसको लागि तपाईँलाई न रुपियाँ पैसा चाहिन्छ, नभए के छ, तपाईँभित्रको विश्वास चाहिन्छ। विश्वासले र विश्वासद्वारा अलौकिक काम हुन्छ। यसकारणले ख्रिस्टमा चाहिँ हामी उहाँको सन्तान हो। जससँग पुत्र छ त्योसँग जीवन छ, जससँग पुत्र हुनुहुन्न त्योसँग जीवन छैन। येशू ख्रिस्ट नभएको घरमा अशान्ति हुन्छ। येशू ख्रिस्ट नभएको घर परिवारमा झै झगडा मात्रै हुन्छ। जति पैसा कमाओस्, जति धन सम्पत्ति होस्, झै झगडा अमेल मिलाप मात्रै हुन्छ। तर येशू ख्रिस्ट भएको घरमा गुन्द्रुकको अचार र सिस्नु मात्र खानुहोस् न, वाउ कति आनन्द, मिठो निन्द्राले सुत्नुहुन्छ। प्रभुले त्यो आनन्द दिनुहुन्छ र दिनुभएको छ। हालेलुया। म विश्वास गर्छु तपाईँ र तपाईँको परिवारमा प्रभुले आशिष दिनुहुन्छ। यस कारणले गर्दाखेरि म तपाईँलाई भन्न चाहन्छु, ख्रिस्टमा भएकाहरूले स्वातन्त्र्य पाउँछ। र अघि नै मैले भने फिलिपी 4:13 अनुसार हामी ख्रिस्ट येशूमा नै सबै कुरा गर्न सक्छौँ, किनकि हामी उहाँको सन्तान हो। बाइबलले भन्छ सत्य के हो तिमीले जान्यौ भने सत्यले तिमीलाई स्वतन्त्र गर्छ भनेको छ। सत्य के हो भनेर जान्यौ भने सत्यले तिमीलाई स्वतन्त्र गर्छ। अनि यूहन्नाको पुस्तक 8:32 भन्यो भने सत्य चाहिँ येशू ख्रिस्ट हुनुहुन्छ। यूहन्ना 14:6 अनुसार बाटो सत्य र जीवन येशू ख्रिस्ट हुनुहुन्छ। अनि आज म तपाईँलाई भन्न चाहन्छु, तपाईँले जब सत्यतालाई चाल पाउनुहुन्छ, सत्यताले तपाईँलाई स्वतन्त्र पार्छ। अनि म तपाईँलाई भन्न चाहन्छु, यदि तपाईँले सत्यलाई जान्नुभएको छैन भने सत्यले आजको दिनमा तपाईँको जीवनमा स्वतन्त्र गर्नेछ। तपाईँलाई निन्द्रा लाग्दैन, चिन्तै चिन्ता, बिमारीले वर्षौं भयो बिमारी सताइरहेको छ। कम्बर दुख्ने, ढाड दुख्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, बुढीसँग कुरै नमिल्ने, बुढासँग कुरै नमिल्ने, परिवारसँग कुरै नमिल्ने, पारिवारिक प्रब्लम, रिलेसन, ऋणै ऋण, कर्जै कर्ज, लोनै लोन। म तपाईँलाई भन्न चाहन्छु,
विश्वास गर्नुहोस्, पश्चाताप गर्नुहोस्, येशूमाथि भरोसा गर्नुहोस्। तपाईको एक एक समस्या येशू मसीहको नाममा रद्द हुन्छ। एक एक समस्या येशूको नाउँमा गायब हुन्छ। किन भन्दाखेरि परमेश्वर चाहिँ जीवन हुनुहुन्छ। प्रभु येशूमा सबै कुरा गर्न सक्छौँ। पहिलो पत्रुस 2:9 अनुसार चाहिँ हामी चाहिँ परमेश्वरका हौँ। परमेश्वरको व्यक्तिहरू चाहिँ दोस्रो पत्रुस 1:4 अनुसार परमेश्वरको व्यक्तिहरू चाहिँ ईश्वरीय स्वभावमा सहभागी भएको हुन्छ। अनि तपाईको स्वभाव चाहिँ ईश्वरीय स्वभाव हुन्छ। ईश्वरीय स्वभाव, गडली लाइफ भन्छ नि, ईश्वरीय स्वभाव बोकेको व्यक्ति हुनुहुन्छ। हालेलुया। मैले अघि भने मन पर्नेले सेयर गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सक्नु भने स्टारहरू पठाउनुहोस्। प्रभुले तपाईँलाई आशिष दिनुहुन्छ। हालेलुया। प्रभुलाई महिमा भएको होस्। येशूमा तपाईँ को हुनुहुन्छ भन्दा तपाईँ येशू ख्रीष्टमा चाहिँ पापबाट मुक्त पारेका व्यक्ति हुनुहुन्छ। येशू ख्रीष्टमा जीवन पाएको व्यक्तिहरू हुनुहुन्छ। येशू ख्रीष्टमा प्रभुसँग न्याय सम्बन्धमा रहेको व्यक्तिहरू हुनुहुन्छ। तपाईँ र म एकपटक पापको दासत्वमा थियो भने पश्चाताप र विश्वास गरेको कारणले गर्दाखेरि तपाईँ अब पापमा हुनुहुन्न। येशू ख्रीष्टले तपाईँलाई क्षमा दिएर स्वतन्त्र गरिसक्नु भएको छ। रोमी 8:1 हुन्छ, ख्रीष्टमा भएकाहरूलाई द्वन्द्वको आज्ञा छैन। येशूमा भएकाहरूलाई र येशूलाई पुकार्नेहरू, पश्चाताप गर्ने र विश्वास गर्ने र येशूको रगतद्वारा धोइएकाहरूलाई अब द्वन्द्वको आज्ञा छैन। तपाईँ र मैले द्वन्द्व भोग्नु पर्ने बेलामा येशू ख्रीष्टले द्वन्द्व भोगिसक्नु भएको छ। तपाईँ र म मारिनु पर्ने बेलामा येशू ख्रीष्ट तपाईँ र मेरो निम्ति मारिसक्नु भएको छ, मरिसक्नु भएको छ। यसकारणले ख्रीष्टमा भएको व्यक्तिले यो रोमी 8:5 र 6 अनुसार हामीले पवित्र आत्मामा नै मन लाउनु पर्छ। पवित्र आत्मामा मन लगाउनुहोस्। पवित्र आत्मामा मन लाउनेले चाहिँ जीवन पाउँछ। जीवन पाउँछ। पहिलो कोरिन्थी 1:30 अनुसार चाहिँ हामी धर्मी र पवित्र बनाइएका व्यक्तिहरू। तपाईँ धर्मी भएका व्यक्ति हुनुहुन्छ, पवित्र भएका व्यक्तिहरू हुनुहुन्छ। तपाईँको सम्बन्ध जो पवित्र आत्माले भरपूर भएको व्यक्ति छ, जो वचनमा पोख्त व्यक्ति छ, जो अभिषेकले भरिपूर्ण व्यक्ति छ, त्योसँग संगति गर्नुहोस्। आल्तु फाल्तुसँग संगति गर्नुभयो तपाईँको जीवन आल्तु फाल्तु हुन्छ। तर प्रभुको अभिषेक जनहरूसँगको संगतिले तपाईँको जीवनमा उन्नति आउँछ। पवित्रताको संगतिले तपाईँको जीवनमा उन्नति आउँछ। येशूसँग संगति गर्नुहोस्। धेरै गीतहरूलाई हामीले गाउँछ नि, येशूसँगको हिँडाइ साह्रै नै रमाइलो। येशूसँग हिँड्नुहोस्, येशूसँग बोल्नुहोस्। आफ्नो मनको कुरा हुनसक्छ तपाईँको श्रीमतीले बुझ्दैन होला, श्रीमानले बुझ्दैन, नानीले बुझ्दैन, छोराछोरीले बुझ्दैन, बुहारीले बुझ्दैन, छोराले बुझ्दैन, बाउले बुझ्दैन होला। तर येशू ख्रीष्ट जो स्वर्गमा हुनुहुन्छ उहाँले तपाईँको कुरा बुझ्नुहुन्छ, तपाईँको आवश्यकतालाई जान्नुहुन्छ र तपाईँको कमजोरी पोइन्टलाई पनि उहाँ जानेर तपाईँलाई चङ्गाई छुटकारा दिनुहुन्छ। विश्वास गर्नुहोस्, प्रभुले नयाँ काम गर्छ। बनिरहनुहोस्। म तपाईँलाई अन्तिममा प्रार्थना गरिदिनेछु, किनभने तपाईँको जीवनमा परमेश्वरले स्वतन्त्र गर्दै हुनुहुन्छ। बनिरहनुहोस्। म तपाईँको जीवनमा तपाईँको जीवनको लागि म आशिष बोलिदिन्छु। अनि बाइबलले भनेको छ मृत्यु समय विश्वासी हौ, जीवनको मुकुट पाउनुहुन्छ। मृत्यु समय विश्वासी हुनेहरूले चाहिँ अन्तिम सास समय विश्वासी योग्य हुनेले चाहिँ जीवनको मुकुट पाउँछ। अनि तपाईँ चाहिँ त्यो व्यक्ति हुनुपर्छ, जीवनको मुकुट पाउने व्यक्ति। यसकारणले म तपाईँलाई भन्न चाहन्छु, कलसी 3:9 र 10 अनुसार तपाईँ र म चाहिँ येशू ख्रीष्टको कारणले तपाईँ र मेरो स्वभाव परिवर्तन भइसकेको छ। येशू ख्रीष्टको रगतको कारणले तपाईँ र मेरो स्वभाव बदलिसकेको छ। अब बदलिनुपर्छ। मलाई परिवर्तन गर्ने चाहिँ येशू मात्रै हुनुहुन्छ। येशू मात्रै हुनुहुन्छ। अनि तपाईँलाई परिवर्तन गर्ने चाहिँ येशू मात्रै हुनुहुन्छ। किनभने उहाँसँग परिवर्तनको शक्ति छ, उहाँसँग परिवर्तनको सामर्थ्य छ। यसै कारणले म भन्छु तपाईँ ख्रीष्टको सन्तान हुनुहुन्छ। अनि
हिब्रू 10:22 अनुसार हामी खराब विवेकबाट चोख्याइएका व्यक्तिहरू। हाम्रो एक समय हाम्रो विवेक यो सोच विचार खराबै खराब थियो। रिसै मात्र उठिने, कसैसँग बोल्नु मन नलाग्ने, अगुवालाई आदर गर्नु मन नलाग्ने, अगुवासँग बोल्नु मन नलाग्ने, कसैको विरोध मात्र गर्ने, चित्तै नबुझ्ने। अब यो विवेकलाई चाहिँ ख्रिस्टले चोख्याइसक्नु भएको छ। हिब्रू 10:22 अनुसार चाहिँ तपाईँको यो विवेकलाई ख्रिस्टले चोख्याइसक्नु भएको छ। तपाईँको विवेक शुद्ध हुनुपर्छ र येशूको रगतद्वारा शुद्ध भइसकेको छ। तपाईँले पश्चाताप गर्नुहोस् र विश्वास गर्नुहोस्। येशू ख्रिस्टलाई आफ्नो मनको कुरा भन्नुहोस् र बोल्नुहोस्, येशू आउनुहोस्, मेरो जीवनमा राज गर्नुहोस्। येशू आउनुहोस्, तपाईँको वचनमा सिक्न सकौँ। येशू आउनुहोस्, तपाईँको उद्योगको कुराहरूमा देख्न सकौँ। प्रभुले तपाईँलाई सहायता गर्नुहुन्छ। हालेलुया। यसकारण पवित्र आत्मा परमेश्वर जब तपाईँको जीवनमा आउँछ नि, तपाईँलाई वचनको प्रकाशन मिल्छ। कसरी तपाईँले वचन बोल्नुपर्ने, वचनलाई कसरी आफ्नो हृदयमा राख्नुपर्ने प्रभुले नै तपाईँलाई सिकाउँदै लानुहुन्छ। यदि तपाईँ बिमारी हुनुहुन्छ, घटी कमी हुनुहुन्छ भने पहिलो पत्रुस 2:24 अनुसार तपाईँ र म चाहिँ निको पारिएका व्यक्तिहरू हौँ, निको भएका व्यक्तिहरू हौँ। अनि तपाईँलाई येशू ख्रिस्टको कोर्राको चोटहरूद्वारा तपाईँ निको हुँदै हुनुहुन्छ, निको हुँदै हुनुहुन्छ। प्रभुले निको पार्नुहुन्छ। हालेलुया। म विश्वास गर्छु तपाईँको जीवनमा परमेश्वरले निको पार्दै हुनुहुन्छ। दोस्रो पत्रुस 1:9 अनुसार जब हामी हेऱ्यौँ भने हाम्रो पुरानो पापहरूबाट तपाईँले शुद्ध पाइसक्नु भएको छ। पुरानो स्वभावहरू, पुरानो पापहरू येशू मसीहको नाममा मेटिसकेको छ। तपाईँको पुरानो स्वभावहरू येशू मसीहको नाममा मेटिसकेको छ। तपाईँलाई परमेश्वरले पूर्ण रूपमा शुद्ध बनाइसक्नु भएको छ। अब फेरि फेरि पाप नगर्नुहोस्। म एउटा उदाहरण दिन चाहन्छु। येशू ख्रिस्टलाई परीक्षा दिने हिसाबले, येशू ख्रिस्टलाई परीक्षा गर्ने हिसाबले एउटा व्यभिचारमा पक्राउ परेकी एउटा स्त्रीलाई येशूको सामुन्ने ल्याउनुहुन्छ र भन्नुहुन्छ, गुरुज्यू, मूसाको व्यवस्था अनुसार अगर कोही व्यभिचारमा पक्राउ परेको छ भने त्यसलाई ढुङ्गाले हानेर मारिने चलन थियो। तपाईँले के भन्नुहुन्छ भनेर भन्नुभयो। तपाईँले के भन्नुहुन्छ? अब यो मान्छेलाई पनि ढुङ्गाले नै हानेर मार्नुपर्छ भनेर भन्दै गर्दाखेरि येशूले भन्नुभयो, अनि भन्नुभयो, जसले एउटा पनि पाप गरेको छैन पहिला त्यो मान्छेले यो स्त्रीलाई ढुङ्गा पहिला हानोस्। जसले पापै गरेको छैन त्यसले चाहिँ त्यो व्यक्तिले पहिला यो स्त्रीलाई ढुङ्गाले हानेर मारोस् भनेको छ। अनि येशू निहुरेर भुइँमा के लेखेको जस्तो गरेर कोरिराख्नुभयो। एक एक छिनमा एक एक गरेर सबै मानिसहरू त्यहाँदेखि भिडहरू गए। लास्टमा त्यो स्त्री मात्र बच्यो र येशू ख्रिस्ट हुनुहुन्थ्यो। अनि जब येशू ख्रिस्टले आफ्नो शिर उठाएर हेर्नुभयो, ए नारी, तिमीलाई कसैले केही भनेनन्, कसैले केही मारेनन्, ढुङ्गाले हानेनन् भन्दाखेरि, गुरुजी मलाई कसैले केही गरेनन्। अनि येशूले भन्नुभयो, मैले पनि तिमीलाई केही पनि गर्दिनँ, जाऊ फेरि फेरि पाप नगर भन्नुभयो। आज म तपाईँलाई भन्न चाहन्छु, यदि संसारमा धर्मी मानिसहरू भइदिएको भए सायद कसै न कसैले ढुङ्गाले हान्थे त्यो स्त्रीलाई। तर संसारमा धर्मी व्यक्तिहरू थिएन, त्यहाँ धर्मी व्यक्तिहरू हुनुहुन्थेन। काहीँ न काहीँ उनको विवेकहरू, विचारहरू, मनहरू अशुद्धतामा थियो। काहीँ न काहीँ उनीहरूले पनि गल्ती गरेको थियो। त्यसरी कसैले पनि उनीहरूले ढुङ्गाले हान्ने र मार्नु आँट गरिनन्। अनि येशू ख्रिस्टले जब त्यो स्त्रीलाई भन्नुभयो, तिमीले फेरि फेरि चाहिँ पाप नगर, तिम्रो पाप क्षमा भयो, फेरि फेरि तिमीले पाप नगर। म तपाईँलाई भन्न चाहन्छु, तपाईँले एउटै गल्ती बार बार दोहोऱ्याउँदै हुनुहुन्छ भने आजदेखि पश्चाताप गर्नुहोस्, नदोहोऱ्याउनुहोस्। प्रभुले तपाईँलाई क्षमा दिनुहुन्छ। भाइ, तपाईँको जीवनमा नयाँपन आउँछ। यसकारणले हाम्रा पुराना पापहरूबाट हामी शुद्ध भएका छौँ। पुरानो पापहरूदेखि शुद्ध भएका छौँ। त्यही कारणले गर्दाखेरि हामी ख्रिस्टका राजदूत हौँ। हामी विश्वासद्वारा जिउँछौँ।
तपाईँ विश्वासद्वारा जिउनुपर्छ। गलाती 6:14 मैले अघि भने नि, हामी संसारको लेखी क्रुसमा तागिएका व्यक्तिहरू हौँ। यस कारणले आज म तपाईँलाई भन्न चाहन्छु, प्रभुले तपाईँलाई नयाँ जीवन दिन चाहनुहुन्छ। तपाईँको जीवनमा परमेश्वरले आशिष दिन चाहनुहुन्छ। येशू ख्रीष्टलाई आफ्नो जग बनाउनु भयो भने तपाईलाई संसारको कुनै पनि कुराले तपाईलाई हल्लाउन सक्दैन। श्रापित कुराले होस् या बिमारीले होस् या घटी कमीले होस्, कुनै पनि कुराले तपाईलाई केही गर्न सक्दैन। यसकारणले म तपाईलाई भन्न चाहन्छु, परमेश्वरको अभिषेकमा जिउनुहोस्, परमेश्वरमा रहनुहोस्। प्रभुले तपाईलाई धेरै धेरै आशिष दिनुहुन्छ। हामी ख्रीष्टमा उहाँको सन्तान हौँ, हामी उहाँको मन्दिर हौँ, हामी पापबाट छुटकारा पाएका व्यक्तिहरू, हामी स्वतन्त्र पारिएका व्यक्तिहरू, अनि हामी ख्रीष्टमा गाडिएका व्यक्तिहरू, ख्रीष्टमा मारिएका व्यक्तिहरू, शुद्ध भएको पवित्र व्यक्ति हौँ। प्रभुले तपाईँलाई धेरैभन्दा धेरै आशिष दिनुभएको होस्। अनि यो वचन सुन्दै गर्दाखेरि तपाईँको जीवनमा परमेश्वरले प्रशस्त मात्रामा आशिषको वर्षा झार्नु भएको होस्। आउनुहोस् म तपाईँको लागि प्रार्थना गर्छु। विश्वास गर्नुहोस्, प्रभुले तपाईँलाई बदलिँदै हुनुहुन्छ। प्यारे पिता, म प्रार्थना गर्छु, यहाँ जतिजनाले यो भिडियोलाई हेरिरहेको छ, यदि प्रभु यो तपाईँको छोराछोरीहरूको कुनै पनि बिमारीहरू, घटी कमीहरू, कमजोरी छ भने येशू चङ्गाइदिनुहोस्, छुटकारा दिनुहोस्। अनि यति मात्रै नभइकन म प्रार्थना गर्छु, अनि यो मैले बोल्दै गरेका यो वचनलाई बुझ्ने हृदय दिनुहोस्। अनि प्रत्येकको जीवनमा प्रभु तपाईँको आशिष र अनुग्रहलाई बोल्दछु। र प्रभु तपाईँ परमेश्वरले तपाईँको छोराछोरीलाई धेरै आशिषले घेर्नुहोस्। अनि घरमा भएका अशान्तिहरू, अमेलमिलापहरू, विभिन्न प्रकारको बिमारीपनहरू, घटी कमीको कुराहरूलाई म येशूको नाममा हटिजाने आज्ञा दिँदै र येशूको नाममा चङ्गाई अनि छुटकाराको घोषणा गर्छु। धन्यवाद प्यारे पिता, तपाईँले हाम्रो प्रार्थना सुन्नुभयो र सुनेर उत्तर दिनुभएको निम्ति धन्यवाद। यसै वक्त यसै समय एक एक बिमारी येशूको नाममा चङ्गाई भएको घोषणा गर्छौँ र यसै समय प्रभु तपाईँको छोराछोरीलाई बल शक्ति ताकत दिनुहोस् भन्दै शान्ति अनि आनन्द दिनुहोस् र सबै कुरा तपाईँको हातमा राख्दै माग्छौँ जीवित अनि दयालु प्रभु येशूको नाममा, आमेन। प्रभुलाई धेरै धन्यवाद। सबैजनालाई जय मसीह। म विश्वास गर्छु तपाईँ आशिषित हुनुभयो र यदि तपाईँलाई यो वचन मन पर्यो र तपाईँ अझै यस्तै वचनहरू तपाईँलाई चाहिरहेको छ भने तपाईँले मलाई सम्पर्क गर्न सक्नुहुन्छ, या तपाईँ मेरो बिहान बेलुकाको डिभोसनमा तपाईँ लगातार बस्नुहोस्, ताकि धेरैभन्दा धेरै यस्तो शिक्षाहरू तपाईँले पाउनुहुन्छ। बिहान बेलुका गहिरो गहिरो शिक्षा पाउनुहुन्छ। हुन्छ, सबैलाई जय मसीह। बाई बाई। मन परे लाइक, सेयर, कमेन्ट गर्न नभुल्नुहोला र मलाई माया गरेर सपोर्ट गर्न नभुल्नुहोला। जय मसीह सबैजनालाई। गॉड ब्लेस यू अल।